पहिले पानी बसाल्नु पर्छ। कसै लामो कसै छोटो रहेछ यस्तो पो हुँदै थियो बुढी हात त माथि उतै ढिस्की जाँदै थियो कसै कहाँ हो तँ? खोलाको पनि धमिलो छ के गर्नु कान्टो होला हौ मिल्यो यस्तो खालको मासु त लुते खालको चाहिँ लिजु आऊ ल यतै सुर राख्नुपर्छ Sudah kan nikah sa ni. Kata budak gua. Kura jiwa. Kita. Kita mau mesin. Ay, nalo. Santa Marta. अझै पानी पनि पर्नु दाउरा पनि आफै बोक्नु दाउरा पनि बोक्दिन यति हो अब खोज्दा खोज्दा भन्यो त्यहाँ पुगेन गर्दा मका हेर्नु छ खोल्ले थियो गाई भेट्दैन पानी तर फर्किया दिन थियो गाडीमा चाहिँ कस्तो पुग्दैन दाइमा त हरि केसको बारेमा त म त यो एकचोटि हामीले सँगै घरसँग आयो बेटी थाहा छ त्यही गर्दाको चाहिँ निकाल्नु पो हामी गएको त्यो जति पोखरी हिँड्दै फर्केर निस्केँ मैले पछि जाउँ 4 बजे
त्यति बेला के साह्रो फुल फुट्नुहुन्छ कि भनेर ए निसाहरू त्यो जाँदा त्यहाँदेखि त बाइक चिसोमै जानु सिक्रेसम्म गएको छ त्यतिको त माल पनि सामान त मैले बनाएको त नि ओरिजिनल कति पाक्छ नि मोक्तो हजुर यत्रो कति खान्छ त्यति ल्याउने होला नि 50जना खाने मान्छे 50 वटा बित्या भन्छ नि यति पुग्छ होला खै खाते भन्छ नि खाते भन्यो भने होइन है जमै खाते भने राम्रो लान्छ जमै भने छ त अनि त्यसको धक्का नि पानी गर्नु पऱ्यो अलिअलि त्यो पानी त दही त खानु हुँदैन भनेर कति भएन अरे कहाँ हुन्छ त्यसो ढकाइन्छ खै बाबा उसको बिल कति ल्याउनु भयो यसको बिर्को त मानिसले आज त निकालेको थियो त मेरो बाउ छैन तिम्रो बाउ छैन आमा छैन मेरो छैन अरू हेर्दा पनि हुन्छ नि आफूभन्दा जेठो अब प्रशान्तले तपाईँको हेर्दा हुन्छ कहिले हेरिराख्यो घरको विषयलाई नि मलाई जेठो त अरू त मलाई काम छ त्यसरी दाजुले कुट्नु भइसक्यो यतातिर हो पिट्नु राजाको बाउ त मेरो उसलाई दिइ पठाएको पानी थोरै हुन्छ कि दिदी नि ठिकै हुन्छ होला हुन्छ होला भाँडामा हुन्छ पनि ठिकै हुन्छ हुन्छ हुँदैन होला अलिक बाघ काँचो हुन्छ अस्ति पनि काँच्छ के काँच्छ भने यताउले त्यो पनि भात पकाउन सजिलो छ हौ सजिलो म जहिले यस्तोमै पकाउँछु नि पाहुनाहरू आउँदा फर्निचर भनेको पुगेपछि के भयो पैसा छैन त्यो बोल्दैछ हजुर बोल्दैछ बस्ती बजेको चाहिँ बत्ती बलिरहेछ ए दामी दामी यस्तो कुरा गर्दा चाहिँ यति तेल देखाएर हुँदैन तातै तातै बाटो हो त्यही त हम्पेलो चल्ने त्यति धान पाकेर राप्ने भयो नि फलफुल ल्याउनु भन्नु पर्यो नि यिनको चियो कुरा कस्तो पुरानो रहेछ अप्ठ्यारो लाग्यो त यो उता पनि अप्ठ्यारो लाग्दैन त कोही ठुलो चलाउने न्युले ठुलो चलाउने बानी त त्यो झालदिमै अझै पनि धर्न आउँछ बुढीलाई मात्रै जाउँ है मेरो घर मेरो चाहिँ गाई कता घर जाने उठाउनु पर्ने धान पाक्यो रातले पाँचजना जाना कि नजाना मधुरले एउटाले एकछिन दिँदा पनि हुन्छ सानो त खाँदैन यो त सेतो त खाने दिनु नि
गेछ नि त हैन दुईटाको छ स्कुल अब डाइरेक्ट यहाँ टोकले कुन त यहाँ मकै जग्गा देमिसी खै दिदीको पत्करको दुईटा छ त्यहाँ हजुर टिप्नुहोस् न ए हुन्छ कान्छीले है त अन्त दिदी कान्छी भान्जी खाऊ न भात नखानु नि किन हौ आमै नखानु ने बुढी चाहिँ तपाईँको नखानु नि खानुहोस् न खाने हुँदैन मान्छे चम्चाहरू पिरियडले लु भान्जी गरौँ अमिलो त खानु नि दिदी लाग्छ कहाँ हो एकछिन नि दिदी भयो मलाई खाना सुरु गरे त लु तपाईँ चाहिँ नखानु नि हामी चाहिँ खान्छौँ नि त नखाने चिसो काजी खाने आउनु भयो दिदी ए यस्तो मासुमा तेल चाहिँदैन अनि उस्तै ठिक छ नि म चाहिँ चिल्लो धेरै खानु पनि हुँदैन म पनि हुन्छ 10 टुक्रा हजुर उसिनमा अनि नुन लाएर खान्छौँ खानु पनि यस्तो पार्ने हो मासु साह्रै प्रकार अनि जहिले छ नि दाल पनि भात मोरेर झर्दैन अहिले रोड भेटेपछि ऊ चिलाएर भन्दैछ नि हुन्छ पनि खानु त हुँदैछ ठुलो ठुलो मान्छे देखिँदैछ त आज थाल्छ अनि हजुर उयो होला ओइ मसे ओ मसेउ मात्रै ल मलाई मासु मासुले धेरै नखानु हजुर सुप मात्रै खाने होइन पारी लुभेको है के हो नि लुभयो मलाई डाँडा किन अझै दिनै थियो दिनु त सानोले छु वा झरिसक्यो अलिअलि बस्नुपर्छ आगो पताउनु गयो त यता गएको गए त यता नजानु पर्ने अहिले छैन बरु हाम्रो आलुबारमा आउँछ कोन्ता त नि छ माछा पुगा खानेको खान आज तिमी ठिक भएछ है वाचे वाचे भयो र तरकारी यस्तै खानुपर्छ त जस्तो भन्नाले मलाई चाहिँ मन पर्यो हामीलाई त ठिक छ के छ वाचे वाचे त्यो ठिक हुन्छ भने क्या मैले चाहिँ ढिलोतिर छैन हजुर ढिलोतिर छैन है मेरो चाहिँ गाई कताको आउँदैन कि के हो नि गोराला काम गर्दा आमाको बाजे हजुर आलु गर्नु बाजे पर्सि राजा आमाको